म नेपाली एफएम निमित दिआई हो। अब सुन्नुहोस् आजका मुख्य समाचार। सुरुमा सर्वोच्च अदालतका 3 न्यायाधीशलाई महाअभियोग लगाएर हटाउन खोजिएको भन्दै अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाहरूले प्रश्न उठाएपछि सरकारलाई स्पष्टीकरण सोध्न निर्देशन दिएको छ। त्यस क्रममा प्रतिनिधि सभाको कानून समितिमा न्यायपालिकाको स्वतन्त्रताबारे बहस भएको छ। अर्कोतर्फ पाठ्यक्रम परिमार्जनको सूचनाले महानिर्देशक युवराज पौडेलले राजीनामा दिनुपरेको छ। यसैबीच पाकिस्तानको ब्रोडपिटमा हिमपहिरोमा परि ज्यान गुमाएका निर्मल पूर्जा सहित 4 आरोहीको शव आधार शिविरमा ल्याइएको छ। साथै देशभर 72 जिल्लामा डेङ्गु फैलिएको छ र 2000 भन्दा बढी संक्रमित भेटिएका छन्। यता देशभर मनसुनी प्रभाव कायम रहेकाले भारी वर्षाको सम्भावना छ। अब साउन 21 गते बिहीबारको राशिफल हेरौँ, जसमा मेष राशिका लागि समय बलवान छ भने वृष राशिलाई सजग रहन सुझाव छ। त्यस्तै रुसले युक्रेनमा गरेको मिसाइल आक्रमणमा 21 जनाको मृत्यु भएको छ। हर्षको कुरा, अमेरिकाका 21 वर्षीय युवाले 11.56 सेकेन्डमै रुबिक्स क्युब मिलाउने कीर्तिमान राखेका छन्। राजनीतिमा कोशीका मुख्यमन्त्री हिक्मत कार्कीलाई नै निरन्तरता दिने सहमति भएको छ। यसैगरी लमजुङमा बालबालिकाले स्थानीय सरकार समक्ष शिक्षा र सुरक्षाका सवाल उठाएका छन्। अन्त्यमा काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज बुढागै सेवानिवृत्त भएका छन् भने डा रामहरि चापागाईले निर्देशकको रूपमा प्रेरणादायी यात्रा सुरु गरेका छन्। विस्तृत समाचारका लागि nilonepal.com मा जानुहोस्।